सरसफाई र स्वच्छता आधारभूत मानवाधिकार हो। खाने पानी सरसफाई र स्वच्छता आधारभूत मानवाधिकार हो। पूर्ण सरसफाई को अवस्था, पूर्ण सरसफाई को अवस्था हामी सबैको सरकार हो। विद्यालय, स्वास्थ्य संस्था, स्थानीय निकायहरूमा सामुदायिक सङ्घ संस्था जनताको घर घरमा सफा र पक्की चर्पीको व्यवस्था हुनुपर्छ। खुल्ला दिशा मुक्त अवस्था सरसफाइको पहिलो शर्त। खाने पानी सरसफाई र स्वच्छता आधारभूत मानवाधिकार हो। स्थानीय निकायको नेतृत्व र सबैको सहभागिताले पूर्ण सरसफाई कार्यक्रम चलाऊ। स्थानीय स्रोत साधनले साबुन पानीले हात धुने बानी चर्पीको उचित प्रयोगबाट पूर्ण सरसफाई सम्भव हुन्छ सरकारवालाको सहयोगबाट। खाने पानी सरसफाई र स्वच्छता आधारभूत मानवाधिकार हो। चर्पीको व्यवस्था अनिवार्य गर। नयाँ बन्ने घरहरूमा सरसफाइलाई आबद्ध गर। स्थानीय योजनामा अरूको मुख ताक्नुहुन्न, आफ्नो चर्पी आफै बनाऊ। सफा रहौँ, स्वस्थ बनाऊ, सरसफाइको लक्ष्य हासिल गरौँ। खाने पानी सरसफाई र स्वच्छता आधारभूत मानव